नमस्कार सबैजनालाई, वेलकम टु माई ब्लग। हामी चाहिँ आज चैतदशी स्पेशल घुम्न जाँदैछौँ। नुवाकोटको भाल्चे भन्ने ठाउँमा चाहिँ के भन्छ भेडा फार्म छ अरे। बाटो चाहिँ जाँदै गर्दा चाहिँ यो ठाउँमा चाहिँ ठिकै रहेछ, अलि तल अलि माथि भएर चाहिँ अनि अब फाइनली पुग्यौँ यहाँनिर है। हामी माथि नै बाइक लिएर गएको, यहाँभित्र ग्राउन्डभित्र पसेर वाउ यहाँको वेदर नै एकदमै रमाइलो थियो। यहाँ चाहिँ हामी पुगन्जेल चाहिँ 4 बजिरहेको थियो त्यहाँनिर होइन। त्यहाँनिर सनराइज पनि देखिँदो रहेछ यता साइडमा। अनि त्यहाँनिर बुद्धिस्टको फ्ल्यागहरू पनि यो चाहिँ हामी दुईजना है त्यहाँ सनराइज हेरिरहेको थियो। हावा चाहिँ एकदम जोस रिफ्रेस तरिकाले हावा चाहिँ चलिरहेको थियो। चाहिँ आउँदा हेर्दै भिडियो बनाइदिने दिदीले चाहिँ टिकटक बनाउँ भनेर फेरि होइन। भिडियो र टिकटक बनाउनमा हामी चाहिँ बिजी। अनि त्यसपछि मैले चाहिँ 1-2 सर्ट स्लो मोसन लगेँ होइन। स्लो मोसन लगेँ चाहिँ ऐसेलु टुक्न जानुभएको थियो, ऐसेलु खानालाई। अनि ऐसेलु खानालाई जानुभएको चाहिँ हुनुहुन्थ्यो। मलाई चाहिँ फेरि ऐसेलु टिप्नै सकिनँ, म चाहिँ मागिरहेको थिएँ। त हेर्नु भिडियो बनाइदिन्छु भनेको अनि ऐसेलु मागेको अझै सकिनँ। तर मैले चाहिँ ऐसेलु चाहिँ दिदीले टिपेर दिनुभयो होइन। अझ म भिडियो बनाउँछु खाइ ल भन्छु अनि हजुरले दिनु है त भनेको। अनि त्यसपछि हेर्नु रमाइलो भइरहेको थियो। चिसो तल गर्मी बाटो गएको अलि माथि चाहिँ चिसो सनराइज हेर्दै होइन यस्तो रमाइलो भइरहेको थियो। जे होस् तर टाइम चाहिँ भएन हामीसँग, एकदमै थोरै हामी चाहिँ ढिलो नै गएको। लगभग 4 बजी पुग्यौँ अनि 5:30तिर फर्किहाल्यौँ। पुरै ठाउँ पुरै के भन्छ त्यो एरिया चाहिँ हेर्न पाएन। उतै नै रहेछ भिडियो सिडियो खिच्ने ठाउँ। अनि गिफ्ने रे अहिले सकेपछि भन्नुहुन्छ कि। अनि हाम्रो म चाहिँ भ्लग बनाउँछु भनेर खासमा यो सर्ट कस्तो लगेको होइन, त्यतिकै लगेको। तर मलाई बनाउनु मन लाग्यो होइन, राम्रो लागेर चाहिँ भ्लग बनाउँदा चाहिँ एडिट गर्न पनि आएन। र यो के भन्छ नि क्यामेराको यो के भन्छ भिडियो बनाइ पनि मिलेन। त्यस्तै हो। तर रमाइलो भएको थियो, भेडाहरू आउने टाइम भएको थियो। हामी चाहिँ अब भेडासँग भिडियो बनाउनुपर्छ, फोटो खिच्नुपर्छ भनेर फेरि अनि घरतिर हिँडेको मान्छे फेरि भेडा भएको ठाउँतिर लाग्यो। म चाहिँ गएँ भेडा पछि है भिडियो बनाउनु भनेर। त्यसपछि दिदी पनि जानुभयो पछि मसँगै दुवैजना गयौँ। भेडालाई फाइनल्ली भित्र हुलेर त्यहाँ बस्ने ठाउँ कस्तो छ तिनीहरूको के छ भनेर खोज पनि हेऱ्यो। जस रमाइलो भएको थियो। फेरि जानुपर्छ तर बाटो चाहिँ लास्टै गाह्रो रहेछ यहाँ पुगन्जेल चाहिँ रहेछ होइन। फाइनल्ली अब भेडा उडेर सक्यो, हामी चाहिँ फर्किन लागेको। टाटा बाई बाई सी यू।